खोलामा एउटा सिङ्गै बोको लगेर चट्ट काटेर परपरै भुटेर खाँदा यस्तो रमाइलो हुन्छ भने सोचेको पनि थिएन साथीहरू। हे गाइस, वेलकम ब्याक अगेन माई मिनी भ्लग। आज चाहिँ हामी जाँदैछौँ एउटा सिङ्गै बोको लिएर मुहान पूजा गर्न। आज चाहिँ हाम्रो खानेपानीको मुहान पूजा तथा अध्ययन अवलोकन कार्यक्रम थियो, जसको लागि आवश्यक सामग्रीहरू बोकेर टुई पुल तरेर गइयो टन्न भारी बोकेर। त्यहाँ पुगिसकेपछि चाहिँ अब कोही चाहिँ पूजा गर्न लाग्नुभयो, कोही चाहिँ अब यसो तरकारीहरू पकाउनको लागि चाहिँ तरकारी केलाउन लाग्नुभयो। यसपालि हाम्रो मुहान पूजाको लागि 33 किलोको झक्कीको बोको थियो। यता वन देवतालाई बलि चढाउनु भन्दा पहिला उता नाग देवतालाई जलदेवीलाई चाहिँ पूजा गर्न थालियो। ठ्याक्कला दुइटै पूजाहरू सकिसकेपछि चाहिँ त्यो बोकालाई काटीकुटी गरेर पकाएर भुट्न थालियो। यसपालि चाहिँ एकदम ठुलो बोको भएको मासु पनि धेरै थियो, भुट्न पनि गाह्रो भइरहेको थियो। त्यसपछि म लागे दाबिलो समातेर मस्तसँग भुट्नलाई एकदम गाह्रो भइरहेको थियो साथीहरू। हामी यता मासु भुट्दै थियौँ भने उता चाहिँ रमाइलो चलिरहेको थियो, नाचगान गीतमा एकदम मादल बजाएर नाचगान चलिरहेको थियो। हामी चाहिँ यता पकाउँदै थियौँ। एकछिनसम्म मस्तसँग पकाइसकेपछि चाहिँ खानेकुराहरू सबै पाक्यो। त्यसपछि सबैजनाले प्लेटमा हालेर खान थाल्नुभयो, मैले पनि हालेँ। अब म पनि खान थाल्न पर्यो, एकदम भोक लागेको थियो नि त। बिहानै आएको पूजा गरेर खाने बेलासँग त 1-2 बजिसकेको थियो। सबै खाइवइ गरेर चाहिँ सबैजना फर्क्यौँ आजलाई दिन साथीहरू।